हामी गाइज हाम्रो गाउँमा आइपुग्यौँ कोसीखेत भन्ने ठाउँमा। कोसीखेत किन भनेको भने त्यो हाम्रो घर छ ऊ तलबाट टोइलेट छ त्यहाँबाट केराबारी अनि हाम्रो दिदी चाहिँ उताबाट देख्छु जुम गरेर देखाउँछ है बारीमा घाँस काट्दै हुनुहुन्छ हेरे यहाँ नआउनु बाबा दिदी घाँस काट्दै हुन्छ यहाँ 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 मोबाइल हेर्न आउनु अनि तल चाहिँ कोसी भएको र हाम्रो घाँस काट्दै हुनुहुन्छ हाम्रो ठाउँ चाहिँ कोसीखेत भएको हो ल यस्तो भएको छ हाम्रो कोसीखेत। मैले रोपेको अलैँची देखाउँछु ल अब यहाँ खोइ आँपको रुख बाबा चिने होला नि खोइ आँपको रुख यहाँको आँपको रुख खोइ ए आँपको रुख त बिचरा नि त नेवारो यो नेवारो खस्रो है बाबा यो त खस्रो ल हेर्नु यहाँ मैले रोपेको रहेछ अझै नि ऊ यहाँ माथि हो यो चाहिँ मामाले सार्नु भएको होला तलतिर अलैँची जलुको पानी त टन्नै रहेछ है यो चाहिँ मैले रोपेको यो अलैँची यो अलैँची जलुको टिपी खाने बेला भन्छ यो चाहिँ मैले रोपेको अलैँची हो यो अनि उयो नि हो मलाई पैसा तलबाट थियो ओ बर्डर त्यत्रो भएछ हाम्रो भुइँ कटर हामी बाउसरी भोट हाल्न आएको यस्तो जङ्गलमा ल्याएर छोडिदिए बाउसरी मात्रै छौँ कोही छैन हामीलाई जानुपर्ने कहाँ भने यस्तो बाटो छ यस्तो बाटोमा जानुपर्ने अमला भाइ बाबा बाटो यस्तो छ अमला घारी यस्ता छन् अमला 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 उताबाट धङ्गेराको फुल प्याउलीको फुल अनि मेरो गाउँ